नमस्कार उपस्थितिले सबैजनालाई। सबैभन्दा अगाडि मेरो गुरु गुम्बाको पर शान्तिनगर गुम्बा के अरे कर्माछोलिङ गुम्बाको मेरो गुरु लोबेनलाई उपस्थितिले फेपुलो। मैले अब आज यो ढुङ्ग्री बनाउने भिडियो बनाउँदैछु। अस्ति पनि गरेको थिएँ तर अब त्यो अलिक नराम्रो भएछ, मैले जानिनँ अपलोड गर्नु हो। अन्त साथीहरूले कुरै बुझेन अरे मैले त जानेर गरेको होइन, अपलोड गरेको होइन। अब त्यो कसरी भयो त्यो के मैले जानिनँ, त्यसको लागि सरी। आनीबाठी भयो भनेर नभन्नु होला हो। अब यो चाहिँ मेरो टाइम बाँचेको टाइममा चाहिँ मैले यो अब उयसमा लाउँदैछु। अब राम्रो काममा ढुङ्ग्री बनाउनु यो अब अरू कुरामा त के भन्छ। अब मैले जान्दा चाहिँ यो उयोलाई चाहिँ बाथीलाई चाहिँ ढुङ्ग्री भनेर भन्दो रहेछ हो, ढुङ्ग्री भन्दो रहेछ। अब मैले त्यही नै अब नाम यो गरेँ ढुङ्ग्री। छिमीको लागि अब हाम्रो त अब ठाडो बाल्नुपर्छ हो, त्यसले गर्दाखेरि चाहिँ अब यो बनाउने भिडियो गर्दैछु। मैले पोरै लोबेनलाई सोधेर चाहिँ उहाँकोबाट परमिसन मागेर लोबेनलाई सोधेको मैले यो भिडियो बनाउनु सक्छु लोबेन भन्दाखेरि हुन्छ माम गर्नुहोस् न, राम्रो हो, अरूले पनि सिक्छ भनेर भन्नुभयो र मैले उहाँबाट परमिसन मागेर चाहिँ यो बाती ढुङ्ग्री बनाउँदैछु। अब यो बनाउनुको चाहिँ मेन कुरा चाहिँ अब भिडियो देखाउनु कारण चाहिँ अब नानीहरू छोरी बुहारी कतिजनाले अब राम्रोसितले अब त्यो बटार्नु जान्दैन। अहिले त सबैजना रेडिमेड पाउँछ, त्यही रेडिमेड चलाएर त्यो गर्नुहुन्छ। तर खासमा चाहिँ यो अब त्यो रेडिमेड मात्रै उयो गरेर हुँदैन, हामीले घरमा पनि बनाउने प्र्याक्टिस गर्नुपर्छ, सिक्नुपर्छ। छोराछोरी बुहारी सबैले जान्नुपर्छ, यो चाहिँ एकदम जरुरी कुरा हो यो जान्नु चाहिँ हो। अब यो कसरी गर्नुपर्छ अब यो चाहिँ मैले देखाउँदैछु। अब यो सबैभन्दा सानो साइजको योभन्दा सानो साइज हुँदैन। अन्त यसको लागि चाहिँ यो अम्लिसो चाहिँ हाल्नु एकदम अनिवार्य छ। यो अम्लिसोको चाहिँ हाम्रो बुद्ध धर्ममा चाहिँ ठुलो महत्त्व रहेको छ, ठुलो महत्त्व। अब यो हाल्नुको कारण चाहिँ अर्को यो पनि छ, किनभने यो चाहिँ अब जति हाम्रो बातीमा बल्दै जान्छ त्यति हाम्रो वातावरणहरू शुद्ध हुन्छ, दबाईको कामहरू औषधिको कामहरू गर्छ अरे। मलाई हाम्रो लोबेनले भन्नुहुँदाखेरि प्रवचन सुन्दाखेरि पनि त्यस्तै सुने मैले। एउटा कुरा चाहिँ फेरि अब कतिजना भन्छ जस्तो हाम्रो शरीरलाई थाम्नुको लागि मेरुदण्ड हड्डीको काम गर्छ, त्यस्तै नै यो अम्लिसो सिक्किम्स कुरामा चाहिँ यसलाई चाकुचा भन्दो रहेछ हो। अब हाम्रो नेपाली कुराबाट चाहिँ यसलाई अम्लिसो भन्छ। अब सबै अम्लिसो हुँदैन, यो अम्लिसो यो ढुङ्ग्रीमा बातीमा हाल्ने अम्लिसो सेतो खालको हुन्छ। बुम्बातिर पनि सेतो अम्लिसोको हालेको हुन्छ, सेतो हालेको हुन्छ। यो सेतो यो पाउँदैन।